नमस्कार, ह्याप्पी गुड मर्निङ डिएक्सन। हामी डिएक्सनमा किन गुड मर्निङ भनिन्छ भनेर नि पनि सवाल हुनसक्छ। हामी चाहिँ स्वास्थ्य नबुझ्नको कारणले हामी गुड नाइटतिर जाँदै गरेको रहेछौँ होइन। नजानेर हामीले धेरै चिजहरू सेवन गर्दै जान्छौँ। म पनि त्यो कुलतमा थिएँ। अनि सही बाटो देखाउनको लागि र अनि एउटा नयाँ जीवन सुरुवात गर्नको लागि र मृत्युको मुखमा पुगेको व्यक्ति पनि एउटा नयाँ जीवन पाउन सक्छ। र यो ओल्ड बाईमा भएको हुनाले हामीले गुड मर्निङ डिएक्सन भनेर हामी सम्मान गर्छौँ एकअर्कालाई। र डिएक्सनमा के पाइन्छ भन्ने कुरा हुन्छ र हामी बाहिर पनि युज गरेकै हुन्छौँ। हरेक सामानहरू बिहानबाट बेलुकीसम्म युज गर्ने सामानहरू होइन, जुन बाहिर मार्केटबाट ल्याउँछौँ त्यो हाम्रो डिएक्सन कम्पनीमा छ। र बिहान उठेदेखि साँझसम्म किचनदेखि लिएर बाथरुमसम्म जुन प्रयोग गर्छौँ त्यो सामानहरू यहाँ छ। जस्तो हामी सुरुवातमा बिहान उठेर चियाबाट गर्छौँ भने हामी चाहिँ यसमा 2-in-1 ब्ल्याक कफी छ, जस्तो किङ अफ द हर भनेर हामी चिन्छौँ, जडीबुटीको राजा भनेर चिन्छौँ। यदि हामी जडीबुटीको राजा पायौँ भने हामी सेवन गर्ने कि नगर्ने होइन, सङ्गत गर्ने कि नगर्ने भनिन्छ नि, कि त राजाको सङ्गत गर्नु। अब गाँजाको सङ्गत गरियो भने अब गाँजै साथी पाइन्छ भने राजाको सङ्गत गरे हामी राजा हुन पाइन्छ। त्यो अवसर हाम्रो डिएक्सनमा छ। र हामी दाँत सफा गर्छौँ होइन, विभिन्न मार्केटबाट विभिन्न मञ्जनहरू लिएर पनि त्यो डिएक्सनमा हाम्रो गानुरी टुथपेस्ट पनि छ। जसै गरी हाम्रो मसाज ओइल छ होइन, साबुन, तेल, कफीहरू अनि कस्तो तपाईँलाई चाहिन्छ त्यो छ। र अनि हाम्रो यहाँ के फाइदा छ भन्दा हामी स्वास्थ्य लिन पाइन्छ। यदि आज डिएक्सन मैले एकजनाले बुझेँ भने म घर परिवार सबैलाई बुझाउन सक्छु र आफ्नो साथीभाइलाई पनि बुझाउन सक्छु र सही बाटोमा लान सक्छु होइन। हामी त्यस कारणले हामी डिएक्सन गर्न जरुरी छ भन्न चाहन्छु। म पनि 9 वर्षदेखि डिएक्सनमा छु र आज ह्याप्पी छु, खुसी छु। तपाईँहरू पनि ह्याप्पी खुसी हुन चाहनुहुन्छ भने डिएक्सनको सेवन गर्नुहोला, डिएक्सनको प्रोडक्टहरू बुझ्नुहोला, यसका सिस्टम बुझ्नुहोला भन्न चाहन्छु। थ्याङ्क यू सो मच। अनि